जनताको आशा त धेरै छ तपाईबाट। आश गरेर हुँदैन, नेपालीहरू धेरै आश गर्छ क्या। आफूले चाहिँ काम गर्दैन, आफूले काम गर्दैन, आश मात्र धेरै गर्छन्। युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ भन्दा जेसुकै गरौँ भन्ने सन्देश दिन चाहन्छु भने भन्नुभएको थियो। जेसुकै गर भनेर सुतिरह भनेको होइन क्या। त्यो जेनजी पुस्तालाई चाहिँ तपाईँले कसरी सम्बोधन गर्नुहुन्छ भन्ने हो। म पनि जेनजी पुस्ता नै हो भन्दा 2 वर्ष बढी हो। प्रधानमन्त्री पत्याएनन्, मन्त्रीमा पत्यायो। त्यो चाहिँ के हो भने सारे साथीहरूले चाहिँ के अरे यो उसमा जानु पर्यो, यो के अरे राजनीतिमा हाम फाल्नु पर्यो भनेर त्यत्तिकै क्याउ 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 गरेको हुनाले मैले तिनीहरूको मुख टाल्नलाई प्रधानमन्त्री दिए जान्छु नत्र जान्नु भने मलाई क्वार्टर चाहिन्न। सचिवज्यूलाई म अहिले नै के निर्देशन दिन चाहन्छु भने यहाँ एउटा कोठा बनाउनुहोस्, त्यहाँ चाहिँ एउटा बेड भए पुग्छ है, एउटा टेबल, एउटा कुर्सी, मन्त्रालयमा बस्ने। आप कहाँ थे ज्ञानी बाबा? एउटा पुलिसको एउटा आर्मीको 2 जना रहेछ। भाइहरूलाई मैले भनेछु रिपोर्ट गर्नु, माथि आफ्नो कमान्डरहरूलाई रिपोर्ट गर्नु कि यो मन्त्रालयमा छँदै यहीँ बसौँ होइन। म यहाँबाट बाहिर निस्केपछि मेरो पछि आउनु पर्दैन। उहाँले आज जित्नु भएको छ, उहाँलाई जितेर गर्दैन नि, जित्नु त धेरैले जित्यो अहिलेसम्म। चुनावमा गर्छु भनेर जिते। बात त सही है। अहिले राष्ट्रिय आविष्कार केन्द्रको अवस्था कस्तो छ? साँच्चै नै भन्ने हो भने राष्ट्रिय आविष्कार केन्द्र खोलेको 5 वर्ष भयो। एउटा मान्छेको बच्चा जन्मेर 5 वर्षमा कत्रो हुन्छ त्यत्रै। 5 वर्षसम्म मैले भनिरहेको छु यो मेरो आविष्कार केन्द्र होइन। यदि मेरो आविष्कार केन्द्र हो भने मैले महावीर आविष्कार केन्द्र भनेर नाम राख्थेँ नि। ल्यापटपले ठ्याक्क अनुहार थिक्दो रहेछ कि खत्तम। बाई बाई। अहिले चाहिँ अनि परिवारमा को हुनुहुन्छ तपाईँहरू? परिवार त मेरो नेपालीहरू सबै परिवार हो कि। यो साधारण यो सानो कुरामा त्यो उ गर्ने होइन। सबै मैले त नेपालीलाई मात्र होइन, यो विश्वलाई मेरो आफ्नो परिवार मान्छु। एउटा काम गरिरहनु भएको थियो, इनोभेसनतिर लागिरहनु भएको थियो होइन, बुक लेख्नुपर्छ अब चाहिँ भन्ने चाहिँ के कारणले ड्राइभ गर्यो? त्यो कुरा त्यो बुकमा छर्लङ्ग सुरुको पेजमा चाहिँ छर्लङ्गै पारेको छु। कसैले महावीर पुनलाई गौतम बुद्ध हो भनेर नठान्नु। तिमीहरू अहिले पो फेसबुकमा छ र त्यहाँ कहाँ छ के छ मैले भेटेर कुरा गरे ठोक्न पाइँदैन। मेरो अगाडि मलाई यो भनिस् भने म ठोकिदिन्छु। किनभने त्यत्तिकै मान्छेलाई सर अहिले जमाना नि मलाई चाहिँ आलोचना गरेर कुट्छु भन्न पाइन्छ त भने होइन? पाइन्छ, कुट्ने हो। अब कुटेपछि अब के पर्छ त्यो परेको व्यवहार। चाहिँ के सन्देश दिन चाहनुहुन्छ? जेसुकै गर भन्ने सन्देश दिन्छु होइन। बस्नु मन लाग्छ भने बस्नुहोस्, मैले जबरजस्ती बस्नुहोस् भन्नु बस्ने कुरा त होइन। यो क्षेत्रमा तपाईँले के गर्दै हुनुहुन्छ त? अब के गरिन्छ भन्ने कुरा त अहिले भन्ने कुरा होइन क्या। म जस्तो म शिवजी अथवा म भगवान् भइदिएको भएदेखि मैले चाहिँ होइन त्रिनेत्र लगाएर म यसो गर्छु भन्ने थिएँ। अब अपर्झट यहाँ आएर मन्त्री भइएको छ। अब यो त अपर्झट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाइदिएपछि अब सम्माननीय ज्यूहरूसँग फोटो सेसनमा सहभागी हुनको लागि नवनियुक्त माननीय मन्त्रीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछु। अपर्झट अब अहिले नै यो गर्छु भन्ने कुरा चाहिँ नसोध्नुहोस् तपाईँहरूले। पहिलो काम चाहिँ मन्त्रालयमा गएर अब के छ त्यो कुरा बुझ्ने हो। त्यो कुरा मलाई कसैले पनि गिफ्ट नदेऊ भन्छु, गिफ्ट दिन्छ, दियो भने मैले बेचिदिन्छु, त्यही हो। खास कुरा के हो भने म र गल्लीको कुकुरमा फरक छैन।
किन सिरक ऊ 4 खुट्टे भयो म चाहिँ 2 खुट्टे भयो आजको कार्यक्रम के छ तपाईहरु आजको कार्यक्रम धर्ना बस्ने छ यहाँ कोही यस्तो कार्यक्रम हुँदैन जसलाई जे बोल्नु मन लाग्छ बोल्ने बाटोमा बस्ने भात खाने अब मोमोसम्म के ल्याएर खाजा साजा खाने हैन मजासँग चाहिँ धर्ना गर्ने यो हो त्यो तरिका आविष्कार अनुसन्धानको लागि नारा लगाउने हैन अनि जतिसम्म बस्न मन लाग्छ बस्ने अनि चाहिँ अल्छी लाग्यो भने जाने हजुरले चाहिँ सेवा सुविधाहरू छोडिरहनु भएको छ हजुरको केही छ त्यस्तो मन्त्रीहरू बन्दै गर्दाखेरि अब सेवा सुविधा मलाई केही पनि चाहिन्न म चाहिँ अब मन्त्रालयमै बस्ने हो त्यही ओछ्यान लाउने हो त्यही सुत्ने हो जनताले निशुल्क शिक्षा पाउँछन् त अब तपाईँ मन्त्री हुँदाखेरि अरे म मन्त्री हुँदैमा निशुल्क शिक्षा कसरी दिने म भगवान हो र भनेको सबैभन्दा भ्रष्ट नेता कि सचिवहरू हो सचिवै हो सचिवहरू र नेता दुइटै हो तर नेतालाई भ्रष्टाचार गर्ने उपाय बताइदिने चाहिँ सचिव हो तिमीहरूलाई कोरिया नजाऊ यहीँ बस भन्न आएको होइन फेरि यहाँ नडर है जाऊ भन्न आएको बरु जाऊ किनभने जाऊ किन जाऊ भन्छु भने नेपालमा अहिले बसेर जागिरै पाउँदैन अनि के आज आऊ देश बचाऊ